नमस्कार सम्पूर्णमा मनपर्छ भने हजुरहरूले चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला। आज मैले हजुरहरूलाई मासुको अचार बनाउने मेरो मेरो ज्ञान सिप अनुसार हजुरहरूलाई पनि सानो जानकारी गराउँ भनेर लागेको छु र यसको तयारी सम्पूर्ण तयारी भएको छ। प्याज, लसुन, अदुवा, त्यसपछि जिरा, धनिया, खुर्सानी सबै रेडी छ। मासु पनि तयारी छ र अब यो तयारी भएसँगै मैले चाहिँ एउटा फ्राई प्यानमा तोरीको तेलमा चाहिँ बनाउँदाखेरि चाहिँ बेटर हुन्छ भनेर मैले तोरीको तेल लिएको छु। तोरीको तेल तातिसकेपछि मैले यसमा जो कुटेको मसलाहरू थियो त्यो कुटेको मसलाहरू सबै राखेको छु। यहाँ कुटेको मसला सबै चाहिँ मैले चाहिँ एकदम चाहिँ अर्ग्यानिक तरिकाले बनाउने भनेर चाहिँ कुटेको मसला, त्यसपछि यसमा हल्का मेथी पनि राखेको छु र यसलाई चाहिँ रातो बनाइसकेपछि यसलाई अलिकति रातो बनाउनुपर्छ। यसलाई भुट्नुपर्छ तपाईँहरूले। त्यसपछि भुटेपछि मैले अब फेरि अदुवा र लसुन काटेको ल्याउँछु। अदुवा र लसुन राख्छु यसमा मैले। अब यसलाई पनि राम्रोसँग चाहिँ तताएपछि मैले फेरि अलिकति लसुन नकाटेको लसुन लिन्छु। यसलाई पनि राम्रोसँग फ्राई गरेपछि त्यसपछि मैले यसलाई अब रातो भइसकेपछि अब प्याज लिन्छु। प्याजलाई यसमा राख्छु मैले। रातो प्याज काटेको छु मैले। प्याजलाई राम्रोसँग भुटेर रातो बनाएर यसलाई मैले एकदम चाहिँ रातो बनाउने छु। यसलाई पकाउने छु। यसलाई चाहिँ तेलमा एकदम पकाउने छु। अब यसलाई पनि रातो भइसकेको छ। अब यसमा मैले मासु राख्ने छु। अब यो मासुलाई मैले एकदम राम्रोसँग पकाउने छु र यो पाक्नेछ र यो पनि रातो हुनेछ र पाकिसकेपछि यसलाई स्वादअनुसारको नुन राख्नेछु र त्यसपछि मैले मसला आलस कुटेको राख्नेछु र त्यसपछि मैले थाई मसला यो राख्नेछु। मैले थाई मसला हो यो तमिङ पेस्ट भन्छ यसलाई। तमिङ पेस्ट हल्का राख्नेछु मैले। त्यसपछि हल्का स्वादअनुसारको मैले भिनेगर पनि राख्नेछु यसमा। भिनेगर राखिसकेपछि मैले चलाउने छु होइन। यसलाई चाहिँ राम्रोसँग फेरि पनि पकाउनुहोस् होइन। एकदम राम्रोसँग पकाउनुहोस्। अब यसलाई मैले पकाइसकेपछि एकदम अब चिसो हुनको लागि मैले एकदम चिसो ठाउँमा राखेको छ र अब तयारी पनि मैले डबल सिसाको ग्लास लिएर चाहिँ मैले तयारी छ र यसमा मैले राख्ने छु। अब र सिसाको उसमा राखेर यसलाई भित्र एकदम चाहिँ सफा गरेर सुक्खा गरेर राख्नेछु र तयारी भइसकेको छ। अब यसलाई मैले दुवै डब्बामा भरेर राम्रोसँग यसलाई राम्रोसँग सफा गरेर अब यसलाई मैले कभर लगाउने छु र यसलाई राम्रोसँग ढाकेर अब मेरो अचार तयारी भएको छ। ल हेर्न सक्नुहुन्छ दुईटा पट्टामा मैले बनाएको अचार तयारी भएको छ। मन पर्छ भने लाइक कमेन्ट सेयर गरेर सहयोग गरिदिनु होला। धन्यवाद।